के को बासना हुँदा दोस्त कहाँ बुढागिरी आएर न त्यो गाडीलाई उठ्रिया यार पुरा खुसबु आयो के मा आज म गर्द छु भगवानले मेरो कामना हाम्रो यहाँ चाहिँ दीपक अधिकारी रोहित शर्मा सुत्नु हुँदैछ त्यसपछि हाम्रो प्रधान दाई सुतिसकेका छन् अनि हाम्रो आदित्य कुवर भाइ चाहिँ गर्लफ्रेन्डको लागि चाहिँ प्रसाद लगेर जान्छु भन्ने भाकल सहित आउनु भएको छ राजालाई चिसो लागिसकेको रहेछ राजा के भइरहेछ कस्तो भइरहेछ हामीलाई स्क्याम हानेको चाहिँ हानिरहेछ होइन तपाईँ गाइड भएर आउनु भएको थियो तपाईँलाई कस्तो लागिरहेछ र त्यसले रोटी यार राजा बासी दिया रहेछ के अधिकारीले सही हेरेर रहेछ के बासी रोटी दिया रहेछ ल बासी रोटी दिया रहेछ पक्का लाग्यो राजालाई यार हो यार त्यो बासी मलाई पनि खाना त परेन है त्यसले बसीका 3 रोटी चाहिँ निकालिदियो लास्टका रोटी भन्नु लास्टका अरु त किन निरजलाई 6 रोटी दियो के यार निरज प्रधानलाई चाहिँ यार 5 को ठाउँमा 6 रोटी खाओ के त्यसले सुन न एक गाउँमा एक उइको दाना नथ्यो यार त्यो चनाको यार उले निरजले भन्यो अगाडि यसले भन्यो माथिको मान्छेहरू पनि के छ सर हाम्रो एकदम बवाल छ तपाईँ साइन्स क्याम्पसको विद्यार्थी है यस अहिले हामी अलिकति थाके जस्तो महसुस भएको छ बट हिँडेर जाने बेला त्यस्तो महसुस हुँदैन थाके अझै पनि हजारौं त
गाइस तपाईँलाई चाहिँ पूर्णागिरी दर्शन गरिसकेपछि कस्तो लाग्यो? बबाल फिल भइरहेको छ होइन। हजुरहरूलाई पनि आउन सजेस्ट गर्छु म चाहिँ। मलाई कन्ट्याक्ट गर्नु होला है जाने भएपछि। अनि हामीले चाहिँ एउटा कुपन लिएर आछौँ टक्क। कस्तो देखाउनु पर्छ अब पाण्डे पूजा सामग्रीबाट चाहिँ टक्क सामग्री लग्नु होला। अनि नाइट स्टे पनि एकदम मस्त छ। टक्क हामी तपाईँलाई सजेस्ट गर्न चाहन्छौँ। मन्दिरबाट पनि एकदम नजिक छ। टक्क बस्नु होला। वाइफाईको व्यवस्था पनि छ। हाम्रो राजा हुनुहुन्छ उहाँ। कस्तो लाग्यो सर राजा? जय पूर्णागिरी माता। तपाईँको मनोकामना के थियो सर? मनोकामना अहिले त्यस्तो के थियो? ब्याचलर नभनौँ। ब्याचलर 4 वर्षमा घटाउने हो हुन त अब त्यो अहिले त्योभन्दा नि अलग छ। त्यो अहिले नभनौँ। दोस्त तिम्रो के थियो? मेरो धेरै कुराहरू छ। म पछि गएर बिस्तारै भन्छु। अहिले खुलाउ कतिको हुन्छ अरूको बिजनेस हुन्छ। अनि गाइस तपाईँहरू चाहिँ यदि पूर्णागिरी आउन चाहनुहुन्छ भनेपछि टक्क हाम्रो महेन्द्रनगर उहाँहरू पनि नेपालबाट हुनुहुन्छ। महेन्द्रनगर बस पार्कबाट गरिदिनु होला गाइस। हामी ब्रह्मदेव 0 पोइन्टसम्मको लागि अटोमा बस्नु होला। अटोमा हाम्रो 100 रुपियाँ पर व्यक्ति चार्ज हुन्छ। त्यहाँबाट चाहिँ लगभग 2 किलोमिटरको यात्रा चाहिँ टनकपुर ब्यारेजसम्म हुन्छ। अनि त्यहाँबाट चाहिँ टनकपुरसम्म चाहिँ अटोमा आउनु होला। त्यहाँ चाहिँ बढी होइन 20 रुपियाँ टिकट हुन्छ। अनि त्यसपछि त्यहाँबाट चाहिँ हाम्रो पूर्णागिरी बस पार्कसम्म चाहिँ म्याक्समा जानुभयो भने चाहिँ 40 रुपियाँ। अनि त्यसपछि इफ तपाईँले चाहिँ अल्टो बुकिङ गर्नुभएको छ भने चाहिँ हुनुहुन्छ। अनि त्यसपछि चाहिँ लगभग 8 किलोमिटर पैदल यात्रापछि तपाईँहरू चाहिँ पूर्णागिरीको दर्शन गर्न सक्नुहुन्छ। तपाईँहरू चाहिँ यति दर्शन गर्न चाहनुहुन्छ भने चाहिँ साँझको लगभग 4 बजे निस्किनु होला। अनि टक्क नाइट स्टेमा बसेर यतातिर चाहिँ हाम्रो धर्मशालाहरू हुन्छ। टक्क बसेर दर्शन गरेर जानुहुन्छ। सँगसँगै काली माताहरूको चाहिँ तपाईँको युट्युब च्यानल भन्नुहोस् त। मेरो युट्युब च्यानल रहेको छ हरिश सर 18। मेरो है आदित्य जङ्कुवर भन्ने युट्युब च्यानल छ। कहीँ देख्नुहुन्छ भने चाहिँ तपाईँले सब्स्क्राइब गरिदिनु होला। 219 सब्स्क्राइब भएको छ। सबैहरूले मिलेर 501K सम्म पुगाइदिनु होला है। ल अनि त्यसपछि तपाईँहरू चाहिँ पूर्णागिरी दर्शन गरिसकेपछि नेपालको एकदम प्रसिद्ध ब्रह्मदेवमा रहेको सिद्ध बाबाको मन्दिर पनि तपाईँले पुग्नुपर्ने हुन्छ। इफ तपाईँहरू चाहिँ सिद्ध बाबा मन्दिरमा पुग्नु भएन भने चाहिँ 50% पनि घुमेको जस्तो हुँदैन, दर्शन गरेको जस्तो हुँदैन। पुरो हुन्छ। त्यही भएर अब चाहिँ हामी सिद्ध बाबा मन्दिरका लागि गइरहेछौँ। हामी चाहिँ अहिले विभिन्न उतार चढावहरू पार गर्दै टक्क पूर्णागिरीको यात्रा सकिँदै नेपालको प्रस्थानका लागि सिद्ध बाबा मन्दिर जाँदैछ। त्यहाँ बस्नुपर्छ। त्यो कबाड बोक्ने गाडीमा बोकिसकेका छौँ। टक्क पछाडितिर बसेर जति मार्ग हुन्छ त्यहाँबाट सिद्ध बाबामा चाहिँ बस्नुपर्छ। गाइज हामीले चाहिँ पूर्णागिरी दर्शन गरेर टक्क ब्रह्मदेव सिद्ध बाबा दर्शनका लागि हिँडिरहेछौँ। जय माता दी। टक्क ह्याटसँगै गर्मी